प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्ला दलभन्दा बढी स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ। 4 निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन 21 गते हुने निर्वाचनमा 88 जना स्वतन्त्र उम्मेदवार दर्ता भएका छन्। जिल्लाका 4 निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवार दिने 55 जना मात्र रहेका छन्। क्षेत्र नम्बर 1 मा 12, 2 र 3 मा 15 एवं 4 मा 13 जना छन्। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशित हुँदैछ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका रहेको थियो। उक्त उजुरी उप जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी 5 बजेदेखि 7 बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका निमित्त राजदूत डाक्टर राकेश पाण्डेले भेटवार्ता गरेका छन्। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। कुलेखानी काठमाडौँ सडक अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाही बाट काठमाडौँतर्फ गइरहेको मध्य प्रदेश 03-001-66721 नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको बर्थवा नगरपालिका 1 का 17 वर्षीय रोहन मण्डलको मृत्यु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड अधिग्रहणका सम्बन्धमा तत्काल वार्ताको माग गरेका छन्। ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिन खोजेको भन्दै यस्तो बताएका हुन्। ट्रम्पले स्विस स्की रिसोर्टमा 1 घण्टाभन्दा बढी लाइनमा रहेका विश्वव्यापी राजनीतिक र व्यापारिक नेताहरूको खचाखच भरिएको दर्शकलाई सम्बोधन गर्दै यो विशाल भूमि र बरफको यो विशाल टुक्रालाई संयुक्त राज्य अमेरिकाले एक्लै रक्षा गर्न सक्छ भन्दै सम्बोधन गरेका छन्।